पश्चिमका युवा साथीहरू पसिना बगाउन बाजु र बनबडी बजाई कञ्चनपुर र कल्याणका साथीहरूको उपस्थिति देख्दा 5 पटकसम्म प्रधानमन्त्री भएको सुदूरपश्चिमको त्यो पटकसम्म लाज लाग्न पर्छ। 5 पटकसम्म पाखुरो बजारी ठाउँ देशमा छैन, पसिना चुहाउने ठाउँ देशमा छैन। यति युवाहरू आज कर्नाटकमा 10-12 लाख युवा छन् भन्ने चालमा आज यो युवा पलायनको भयावह स्थिति गरेर बनायो। म तपाईँको सुन्न आएको छु, तपाईँलाई सुनाउन आएको छु, धेरै गरेर सुन्नु होला। आज वर्षौँ भयो दसैँ परिवारसँग सँगै मनाउन आएको। आज वर्षौँ भयो त्यो हाम्रो त्यो गाउँको घर नपुगेको। आज हाम्रा बच्चाहरूलाई स्कुल भर्ना गर्न लैजान नपाएको हामीले छ। हाम्रो परिवार विक्षिप्त बनेको छ। आज मुठी बजार्न पसिना बगाउन यसरी प्रवासमा आउन पर्ने बनाउनेहरूलाई घन्टी बनाउने हो। जागेको कर्णाली, जागेको सुदूरपश्चिम, जागेको कर्णाली, जागेको सुदूरपश्चिम आज कर्नाटकमा देखिएको छ। झोला बिजाउन नसक्नेहरूलाई जसले झोला बिजाउन सकेका छैनन् र म झोलेर भन्दैछन्, देश हेर्न, सुदूरपश्चिम हेर्न, कर्णाली हेर्न, यहाँको भावना सुन्न, यहाँको आवाज आक्रोश सुन्न, प्रवास आउनु, कर्नाटक आउनु, कर्णाली हेर्न, कर्नाटक आउनु। प्रिय साथीहरू, यो बिचमा हामीमाथि प्रतिशोध साँचियो, हाम्रा पार्टी सभापतिमाथि प्रतिशोध साँचियो। आज तिनको छानबिन त्यो गर्मीमा त्यसरी अत्याचार गरेर राखिएको। म सोध्न चाहन्छु, यथास्थिति भाइहरूलाई विचार जेलमा राखेर बन्द हुँदैन, रवि लामिछानेको विचार जेलमा राखेर बन्द बन्दैन। तपाईँको यो बोली सदाबर रहनु पर्यो। आज नेता बनाएका छैनौँ, सेवक बनाएका छौँ। आज बिहान अगुवा साथीहरूसँग अन्तर्क्रिया गरौँ। आज अगुवा साथीहरूसँग अन्तर्क्रिया गर्दै गर्दा तपाईँले मेरोमा परेको दुःख सम्झेर
खुले पश्चात चौन गृहमन्त्रीको राजीनामा आउँदैसम्म चल्दैन। त्यस पश्चात तपाईँका मनका यी भावनाहरू यहाँका समस्याहरू सदनमा पक्कै उठाउँछ। प्रिय साथीहरू, हामी तपाईँलाई एकछिन शान्त भइदिनु होला। म केही महत्त्वपूर्ण कुरा गर्दैछु, केही महत्त्वपूर्ण प्रसङ्गहरू राख्दिन। तपाईँलाई निवेदन गर्न चाहन्छु।